अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मिति 2082 साल जेठ महिनाको 22 गते हदबन्दीभन्दा बढी जग्गा खरिद बिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप सहित पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समेत 93 जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। यसमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रे जिल्लाको नासिका स्थान सागा महेन्द्र ज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको र उक्त जग्गा कम मूल्यमा खरिद गरेर बढी मूल्यमा बेचेको आरोप दाबी छ। यसमा जम्मा जग्गा खरिद भएको चाहिँ 554 रोपनी 5 आना 1 पैसा खरिद गरेको देखिन्छ। जग्गाको मूल्याङ्कन रकम त्यति बेलाको 18 करोड 58,50,000 रहेको देखिन्छ आरोपपत्रमा र हदबन्दीभन्दा बढी बेचेको जग्गा 314 रोपनी 15 आना 2 पैसा 1 दाम रहेको देखिन्छ। त्यो जग्गा मध्ये पनि गुठी संस्थान हटिचोक सदावर्त गुठीको नाममा 252 रोपनी 3 आना 1 पैसा र 0.25 दाम जग्गा रहेको र पतञ्जलि योगपीठ आयुर्वेद कम्पनी सो जग्गाको मोही रहेको देखिन्छ। यसमा प्रतिवादीहरू माधव कुमार नेपाल समेत तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल समेत 93 जना हुनुहुन्छ।